नमस्कार सम्पूर्णमा म तपाईहरुलाई कुनै तपाई ट्रेनर हुनुहुन्छ वा तपाई शिक्षक हुनुहुन्छ तपाईलाई कुनै टपिक गामा एआईबाट कसरी चाहिँ हामीले सजिलै आफ्नो विषयवस्तुमा चाहिँ स्लाइड बनाएर कक्षामा प्रदर्शन गर्ने वा तालिममा हरेकमा चाहिँ प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। भिडियोलाई पुरा हेर्नु होला। अब बाँकी म स्क्रिनतर्फ लाँदै छु। तपाईले एआईबाट पावर पोइन्ट बनाउन चाहनुहुन्छ भने सर्वप्रथम आफ्नो मोबाइलमा अथवा चाहिँ ल्यापटपमा यो क्रोम भन्ने ब्राउजरमा जानु होला। क्रोममा जानुभयो भने एउटा सर्च बक्स आउँछ। यहाँ माथि यो सर्च बक्समा गएर क्लिक गरिसकेपछि तपाईले gamma.app लेखेर सर्च गर्नु होला। अब सर्च गर्नुभयो भने यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। अब यस्तो खुलिसकेपछि तपाईले चाहिँ आईडी लगइन गर्नुपर्ने हुन्छ। आईडी लगइन गर्नको लागि तपाईले चाहिँ के गर्नु पर्ला भनेपछि यहाँको थ्री डटमा क्लिक गर्नु होला। थ्री डटमा क्लिक गरिसकेपछि यहाँ चाहिँ लगइन भन्ने आउँछ तल। यहाँ लगइन भन्ने आउँछ। लगइनमा गएर क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने अब तपाईले पहिला अलरेडी आईडी बनाउनु भएको छ भने यसमा आउँछ, नत्र भने तपाईले कन्टिन्यू विथ गुगल भनेर आउँछ। त्यहाँ गएर क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने तपाईको गुगल आईडीहरु यहाँ चाहिँ लगइन भएको आईडीहरु देखाउनेछ। जस्तै मैले अब एउटा आईडी यहाँ चाहिँ चुज गरेँ। त्यसपछि मैले यसलाई सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि अब तपाईको गुगल आईडी नै यसको चाहिँ आईडी बन्छ। अब आईडी बनिसकेपछि यो एकछिनमा खुल्दै छ। अब यस्तो प्रकारको इन्टरफेस खुलिसकेपछि सुरुको अप्सन छ जेनेरेटमा गएर क्लिक गर्नु होला। जेनेरेटमा क्लिक गरिसकेपछि तपाईले यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। जेनेरेटमा सुरुमा प्रेजेन्टेसन भन्ने छ। त्यसपछि यहाँ तपाईको 10 कार्ड चुज गर्नु होला, अथवा तपाईलाई चाहिँ कम पनि चाहिँ स्लाइडहरु चाहियो भने कम गर्नु होला, नत्र भने 10 सम्म फ्री छ। त्यहाँभन्दा माथिको चाहिँ हामीले प्रो लिनु पर्यो भने पैसा लाग्छ। र त्यसै गरेर अब यहाँ तपाईले डिस्क्राइब गर्नुपर्ने हुन्छ। तपाईले चाहिँ जस्तै मैले यहाँ चाहिँ मानव शरीर कक्षा 8 को भनेछ मैले है। कक्षा 8 को नेपाली भाषामा भनेर मैले चाहिँ लेखेर यहाँ जेनेरेट आउटलाइनमा क्लिक गर्दिएँ। अब जेनेरेट आउटलाइनमा क्लिक गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ यहाँ चाहिँ मैले जेनेरेट गर्छ। हेर्नुस् तपाईले यो जेनेरेट गरिसकेको छ। अब यो जेनेरेट गरिसकेपछि अब हामीले यसलाई चाहिँ कन्टिन्यू गर्नु पर्यो। कन्टिन्यू गरेपछि 10 वटा स्लाइडमा मैले चाहिँ जेनेरेट गर्छ। कुनै पनि थीमहरु चुज गरेर यसले चाहिँ जेनेरेट गर्छ स्लाइडहरु। यसरी स्लाइडहरुले चाहिँ लेख्दै छ। हामीलाई 10 वटा स्लाइडहरुले बनाउँछ। हामीलाई पढाउने विषयवस्तुको यसले चाहिँ यसरी चाहिँ 10 वटा स्लाइडहरु तयार पार्छ। अब त्यसपछि हामीले त्यो स्लाइडलाई कसरी डाउनलोड गर्ने र कसरी चाहिँ हामीले अफलाइनमा प्रयोग गर्ने अथवा अनलाइनमा प्रयोग गर्ने भन्ने पनि तपाईलाई देखाउँछु। एकछिनमा वेट गर्नु होला। यो चाहिँ पुरा स्लाइडहरु बन्न तयार भइरहेको छ। तपाईले देख्न सक्नुहुनेछ। आफ्नो मोबाइलबाट पनि मजाले हामीसँग ल्यापटप नभए पनि मोबाइलबाटै हामीले स्लाइडहरु बनाएर एआईको प्रयोग गरी हामीलाई विषयवस्तुलाई सहज तरिकाले पढाउन सकिन्छ। हेर्नु यहाँ तयार हुँदैछ। अब हेर्नुस् पहिलो स्लाइड, दोस्रो स्लाइड तयार हुँदैछ। यसरी स्लाइड पुरै तयार भयो भने म तपाईलाई देखाउँछु। फेरि स्लाइडहरु तयार कक्षा 8 को मानव शरीर कक्षा 8 का लागि परिचय भनेर दिएको छ एउटा स्लाइड। अब हेर्नुस् परिचयको बारेमा पुरै दिएको छ। त्यसपछि कंगाल शरीरको हाम्रो शरीरको लागि आधारहरु भनेर दिएको छ। यसरी चाहिँ मानव शरीरको लागि पुरै स्लाइडहरु यहाँ चाहिँ तयार भएर आएको छ। अब यो स्लाइडलाई चाहिँ हामीले कसरी पावर पोइन्टमा लिएर प्रेजेन्टेसन गर्ने भन्ने हो यसलाई। अब यहाँ हामीले एक्सपोर्ट भन्ने ठाउँमा छ। यहाँ एक्सपोर्टमा गएर क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने तपाईले चाहिँ यहाँ एक्सपोर्ट भन्ने तल छ, अथवा तपाईले लिंक छोड्नुहुन्छ त्यहाँ एक्सपोर्ट भन्नेमा गएर यहाँ चाहिँ एक्सपोर्ट गर्नुभयो भने तपाईले पीडीएफमा गर्नुहुने हो कि एक्सपोर्ट पावर पोइन्टमा गर्नुहुन्छ कि अथवा गुगल स्लाइडमा गर्ने हो कि है, वा चाहिँ शेयर टु लिंक्डइनमा गर्ने हो कि एक्सपोर्ट पीएनजी मा गर्ने। अब हामीलाई चाहियो भनेको पावर पोइन्ट हो। यहाँ चाहिँ एक्सपोर्ट बाइ पावर पोइन्ट गर्यो भने हामीले प्रेजेन्टेसन गर्नको लागि स्लाइडहरु चाहिन्छ हामीलाई। अब यो स्लाइडमा क्लिक गर्नुभयो भने यो चाहिँ एक्सपोर्ट भइराछ। अब तपाईको मोबाइलमा यो आएर डाउनलोड भएर आउँछ।
र तपाईँले अनि चाहिँ स्मार्ट बोर्डतिर अन्य ठाउँमा लिएर प्रयोग गर्न सक्नुहुनेछ। अब यहाँ चाहिँ रेडी भयो भनेर यसरी रेडी भयो भनेर तपाईँको आयो। अब आइसकेपछि हामीले चाहिँ डाउनलोड गरेको हेर्नुहोस्, म ओपनमा गएर क्लिक गर्छु। अब यहाँ पावर पोइन्ट भन्ने ठाउँमा क्लिक गरिसकेपछि अब यो चाहिँ मोबाइलबाट पनि हाम्रो स्लाइडहरू ओपन हुन्छ। हेर्नुहोस् एकैछिनमा ओपन हुँदैछ। वा चाहिँ हामीले मोबाइलबाट सेयर गर्न सकिन्छ अथवा यो टाइप सी राखेर स्मार्ट बोर्डतिर लिएर प्रयोग गर्न सकिन्छ, अथवा यसलाई कपी गरेर हामी पेन ड्राइभमा लिएर के अरे प्रोजेक्टबाट पनि सो गर्न सक्छौँ। र क्लासमा चाहिँ हामीले क्लास एट्र्याक्टिभ गर्न र पढाइलाई प्रभावकारी बनाउन यो चाहिँ अब तपाईँले मोबाइलबाट पनि मजाले देख्न सकिन्छ। हेर्नुहोस् स्लाइड नम्बर 1 मा यो, स्लाइड 1 मा, स्लाइड 2 मा, स्लाइड 3, स्लाइड 4, 5, 6, 7, 8, 9, 10 वटा स्लाइडहरू यसमा मजाले दिएको छ। अब यो स्लाइडले हामीले कक्षामा लिएर प्रेजेन्टेसन गर्ने हो। अनि तपाईँ कुनै जस्तै कार्यक्रमको पनि गर्नु छ भने तपाईँले यसरी स्लाइड बनाउन सक्नुहुनेछ, सिक्नुहुनेछ। बाँकी कुरा थप जानकारी लिएर पछि आउनेछौँ। पुरा हेरिदिएकोमा धन्यवाद छ।